जाड कि जय हाम्रो गाइजहरू बिना गीत पनि नाच्न सक्छन् यसरी ल कहिले सिकेको है तैँले ह्याप्पी माघे सङ्क्रान्ति गाइज आज चाहिँ हामी माघे सङ्क्रान्ति स्पेसल यसो लेकतिर डाँडा हेर्न गइरहेको छौँ मेरो साथमा छ मेरो अलवेज राइडर अमृत ब्रो अमृत भाइ अनि हाम्रो अगाडि एउटा सानो मास्टर साहब बिस्तारी बिस्तारी चिप्ल्यो कुत्रुकी तान्छ चिप्लिन्छ है अलैँची सिँचाइ गरेकोमा चिप्ल्यो नि त टायर अनि हामीभन्दा अगाडि चाहिँ दुईवटा बाइकमा दुई टोली गइसकेको छन् हामी तेस्रो टोली भने साथीहरू के गर्नु बाटो चिप्लो छ चौथो टोली चाहिँ हामीभन्दा पछाडि आउँदैछ अब खिरमा चाहिँ के मिसाएर खुवायो अरे अघि बाटैमा भन्ने कुरा छ तर मलाई केही भएको छैन अहिलेसम्म थाहै नै छु साथीहरू मैले चाहिँ सबैजनाले खायो भने पनि बाइकलाई धान्नुपर्छ भन्ने हिसाबले त्यस कारण हामी योजनामा थोरै चुके तापनि हाम्रो डेस्टिनेसनतिर जाँदैछौँ मासुको मामलामा मात्रै चुकेको हो हामी अरूमा चुकेको छैनौँ मासुको मामला चाहिँ थोरै सामाजिक परिस्थितिले मिलेन बाटो त यस्तै छ आई विल सो बाटो टु यु गाइज दिस इज आवर बाटो कता पो यतै हो धेरै झन्डै झुक्यो गाउँको बाटो पनि थाहा छैन हो के भन्नु यार म चाहिँ भण्डारी क्याफे गएको जस्तो लागिरहेको छ क्या त्यसरी भएन नि त भाइ हामी जाने भनेको त उकालो हो हाम्रो गाउँको सिरानमा सिलिचोङ हो सिलिचोङ हाम्रो गाउँको सिरानतिर हामी जाने भनेको चाहिँ यो हामी अघि बढ्यौँ अमृत प्रोले अपलोड राइड हान्नुहुन्छ हाम्रो जहिलेको कम्बो यही हो राइडिङ कम्बो चाहिँ अपलोड अमृत प्रो पिच रोड दिवाकर प्रो होइन हाम्रो पर्फेक्ट इन पिच बिकज आई नट पुट इन पिचमा बट आई राइड अपलोड थोडा थोडा नट पर्फेक्टली बट थोडा थोडा इज पर्फेक्ट फर दिस वास्तविक कारण चाहिँ के हो भने म होचो छु अमृत प्रो अग्लो छ यस त्यही भएर ओ दीपक सर ह्याप्पी माघे सङ्क्रान्ति ह्याप्पी सङ्क्रान्ति युवराज दाइ ह्याप्पी माघे सङ्क्रान्ति गाउँमा यस्तै हो जान पहिचान चाहिँ हाम्रो साथीभाइ दाजुभाइ अङ्कलहरू भेटिरहनुहुन्छ बस एक रोजर गएको भाइ भैँसीको हालहरू पनि बाटैमा हुन्छ क्या हाम्रोतिर चाहिँ त्यही भएर हो होइन नभए त्यस्तो नहुने हो नि त अघि गाइडहरू जुत्तामा अलिकति हिलो टिपेर लागिसकेको छ साथीहरू अमृत प्रोको चाहिँ जुत्तामा हिलो लाग्यो अरे तर भाइ त भाइ मेरो जुत्ता फाइन छ अमृत प्रोको कृपाले हिलो चाहिँ पनि हिलो छ साथीहरू अब हामी चाहिँ लम्बा हुनुको फाइदा चाहिँ के छ भने यसो गर्ने यसो लब्राक लुब्रुक पार्नु यसरी कटाउने हो होइन फेरि हिलो छ एउटै हालमा सबै भैँसी हाल खेलाउनु नि यार कोठी पिछेको फरक हाल रहेछ अनि यहाँ लगो केटाले मेरो छेउ मेरो जुत्ता हिलोको साथीहरू मेरो चाहिँ यो चाहिँ मलाई साह्रो टेन्सन लाग्छ यार दाजु के चाहिँ बाइकले चाहिँ सबै हाम्रो एक नम्बर थाहा लाउनु परेको छैन बाइक अलवेज फाइन बट वी आर नट अ राइडर फर दिस बाइक गलत रास्तामा छिराइछ कान्छ अब होइन ठिक हो गाडी झर्नु होला ठिकै ठाडो पो रहेछ नि अनि कनिङै भित्रदेखि काट्छस् मरा नि बाटो राम्रो रहेछ भनेर काटेको काउले पाइयो त हामी अब केटाहरूले बाइक जहाँ रोकेको छ नि त्यहीँ हो नि गाइजहरू हाई गरिदिउँ एक जोडा त खोइ त अनि हामी त उता छिर्यौँ नि त अर्को काउले टारतिर ल है साथी हो तल्लैमा छिर्यो क्या हामी ह्याप्पी माघे सङ्क्रान्ति साथीहरू कता है खिर र कुराउनी खाएछ कुराउनी यहाँ मिसाएको थियो अरे खाएँ नि मैले त ल है त ल माघे सङ्क्रान्तिको शुभकामनाका साथमा हाम्रो गाउँ चाहिँ
तल यतातिर दिस यो चाहिँ हाम्रो गाउँ है यो पर्वत दाजु घर यहाँभन्दा उतापट्टि छ यो पर्वत दाजु हेलो गर्दै हेलो गाइस हामी चाहिँ माया सङ्क्रान्ति विशेष यहाँ आएको यहाँ आएर चाहिँ आज मलाई कन्फर्म के थाहा छ नि केटाहरूले मलाई चिन्दै गाली गर्न सुरु गर्छन् म चाहिँ गाली खान आएको गाइस ल डान्स गाइस हाम्रो गाइजहरू बिना गीत पनि नाच्न सक्छन् यसरी ल कहिले सिकेको है तैँले यस्तो वा यार सेलिब्रेटी यार अटोग्राफ प्लिज खतरा आउँदो फेरि वान्स मोर अरू कसलाई आउँछ यस्तो अरू कसलाई आउँछ यस्तो गणेश दाइ आउँछ आउँदैन होइन कुराउनीले यस्तो दिएको इन्टरभ्यू लिउँ न इन्टरभ्यूले त यो खतरा हाने यार इन्टरभ्यू लिएन अनि तपाईले यो चाहिँ ट्रेनिङ कहाँदेखि लिनु यो मैले उता पाकिस्तान युद्धमा गएको थिएँ म कोचमा जम्बिर काश्मीरमा चाहिँ तपाईँ इन्डियाले परास्त गर्न खोज्दाखेरि त भाग्दाखेरि यस्तो सिक्नु भएको हो ल अहिले उल्टी सुल्टी हान्दै भागेको थिएँ अहिले चाहिँ हामी फेरि यो भनेको गोली ठोकिनको लागि सिकेको क्या मैले विश्व योग दिवसको अवसर पारेर चाहिँ हामी योग गर्न गइरहेछौँ हामी होइन एक्लै हो त एक्लै मतलब म सिकाउन गइरहेको छु योगमा चाहिँ यो कुन आसन भुजङ्गासन सर्पासन होइन भने जस्तै यो चाहिँ भ्यागुतो आसन हो यो चाहिँ भ्यागुतो आसन पनि भनिन्छ यसलाई चाहिँ सबैभन्दा पहिले यो चाहिँ ह्यान्ड पावर चाहिन्छ यो ग्रिप चाहिन्छ टक्क यसरी राख्ने यो खुट्टाले यता सहारा लिने र यस्तो गरेर है मुख जोत्ने यसरी बस्ने तथास्तु बालक ल है त फोटो सेसन कार्यक्रम हामीले सकेको छौँ आएर होइन त्यसपछि ग्रुप फोटो पनि खिचिसकेको छौँ योग आसन पनि सिकाइसक्नु भयो हाम्रो टङ्क सरले अब होइन घडी राम्रो रहेछ है अनि यो लामो कोट नि सबैले पालो गरी लाएर फोटो भिडियो खिचिसक्यो यहाँ अब फोटोग्राफीको कन्सेप्ट आउँदैछ फेरि चस्मा लगाएपछि आँखा चिम्लेको आउँदैन सन्तोष पर चस्मा दिँदै ल यहाँदेखि तल हाम्रो गाउँ पनि मैले अघि नै देखाइसकिहालेँ यो लाली गुराँसको बिरुवा यो काली गुराँसको बिरुवा यो स्पोर्ट चाहिँ हाम्रो लाक्पा दाजुको होइन लाक्पा दाजु ल हाई गरिदिनु ल लाक्पा दाजुले सबैले एकदम वार्मली वेलकम गर्नु हुँदैछ हाम्रो 5 खपन 8 मा चाहिँ यस रिफ्रेसमेन्टको लागि यहाँ आउन सकिने छ एकदमै भ्यू पनि राम्रो छ माथि लेख ओराउँ यता बादल लागिरहेछ हाम्रो सन्तोष सर चाहिँ एकदम कालो चियाबाट कफी मसँग छ डाटा त सिस्टम भटेन अलिअलि सुभाषसँग छैन अनि मसँग हुन्छ डाटा ल बिजुवा हाम्रो बिजुवा रोशन सर चैट जाँड कि जय कम्प्लेन के अरे सहरबाट आउने मान्छे चाहिँ 2 दिन आए नि पाहुना नै हुँदो रहेछ गाउँकै मान्छे पर्दैन गाउँका सिस्टम नजानेपछि चाहिँ मासु भनेको थियो रक्तीमा भुलेर मासु चाहिँ छोडेर आछन् यस्ता छन् मान्छेहरू त्यो रक्सीमा भुल्ने चाहिँ यो है यही हो रक्सीमा भुले रक्सी भने चाहिँ रक्सीमा भुलेको भाइ त म चाहिँ उता मासु अर्केल लगिदिन्छ त रक्ती पकाउन थाले दिउनी थियो रक्ती र दिउ मिसाएर खान थालियो उता मासु चाहिँ 4 केजी मासु अर्केल लिएर हिँड्दै त आउँदा हिस्छ हामी हिस्सै भयो होइन अनि हामीलाई चाहिँ उयो दाजुलाई उयो दाजुले बाटोमा करायो गाली खाने हामी दुईटा कान्छो फिलिङ स्याट आइज टियर्स फिलिङ स्याट हामीलाई गाली हाने केटाहरूले हामीलाई सहरी भयो ल भोलि हामी भागिहाल्छौँ भोलि गइहाल्छौँ गर भोलि तिमीहरू बेलुका भेला हो भाले काट हामीलाई गाली गर भोलि त हामीलाई झन् उपर गाली गर्नु भयो नि त ओके गाइज माघे सङ्क्रान्ति विशेष भिडियो यति नै होइन अब चाहिँ खानपिन सुरु गरेपछि भिडियो गर्न मिल्दैन अनेस्टली भन्ने हो अब हामी खान्छौँ वाइल्ड रेडबुल हाम्रो ब्लगै हो नि त यो हामी अब खान्छौँ रेडबुल के पर देखाइदिए लु रेडबुल रेडबुलै छ हामीसँग चियर्स गरौँ यो चाहिँ सितन मासु हामीसँग चाहिँ अहिले भुजा छ के को भुजा हो यो ल भुजा चाहिँ के को अमृत ब्रो क्रिसमस फर टुडे ओके भिडियो क्रिसमस फर टुडे ह्याप्पी माघे सङ्क्रान्ति लास्टमा एट लास्ट मलाई गाली गर्ने भयो अहिले गर मलाई सामाजिक समस्या पर आज त्यो चाहिँ मेरो गल्ती आइएम सरी फर दिस सन्तोष दाजु यहाँ फोटो राम्रो आएन भनेर फेरि हेर्दैछ यसको नै अहिले खिच्ने हो ल दिस म्याक्स टाइगरको साथमा आजको माघे सङ्क्रान्ति विशेष भ्लग यति नै
Stay tuned guys, we will meet again. Thank you.